सो हेलो एभ्रिवान र अहिले चाहिँ गाइस म रेडी भइसकेको छु अनि मेरो साथमा मेरो मामा हुनुहुन्छ मेरो बुढा हैन हामी तीनजना चाहिँ गाइस जाँदैछु कहाँ भन्दाखेरि चाहिँ तपाईहरुलाई मैले अस्ति नै भनेको थिएँ भेगा सर्कलमा आज 29th अफ नोभेम्बरको दिन चाहिँ हुँदैछ के भन्दाखेरि चाहिँ कन्सर्ट जस्तो हुँदैछ हैन जुन चाहिँ धमिलो पहाड भन्ने नयाँ मुभी रिलिज हुन रहेछ त्यही मुभीको लागि चाहिँ आज प्रमोसन हो सो त्यही भएर चाहिँ आज मलाई पनि इन्भाइट आएको थियो सो त्यही भएर चाहिँ म पनि जाँदैछु सो अब कतिजना भेट्छु त्यहाँनिर एक्साइटेड भइरहेको छु गाइस हैन को भेट्छु कतिजना भेट्छु के हुन्छ है कस्तो हुन्छ अब गएर थाहा हुन्छ हैन सो त्यो हो जतिजनासँग भेट्नु सक्छु जतिजनासँग भ्लग बनाउन सक्छु बनाउँछु यहाँ कभर गर्ने कोसिस गर्छु ल अनि तपाईहरुलाई पनि देखाउने कोसिस गर्छु सो त्यो हो पहिला पुगिहाल्छु भेगा सर्कलमा त्यसपछि तपाईहरुसँग भिडियो कन्टिन्यू गर्छु तपाईहरुलाई देखाउँछु को आउनु भएको छ इन्फ्लुएन्सर को सिंगर अब को हो नि हैन सो त्यही पुगेर देखाउँछु ल गाइस तपाईहरु हेर्दै गर्नुस् भिडियो सो अहिले चाहिँ म आइसकेको छु यो भेगा सर्कलको यहाँनिर हो सो यहाँ चाहिँ प्रोग्राम पनि स्टार्ट हुन आँटिसकेको रहेछ गाइस ठिकै टाइममा आइसु भयो होला मैले त ठिकै टाइममा आइसु यहाँ चाहिँ पोस्टर छ तपाईको धमिलो पहाडको अनि यहाँ पनि छ कतिजनाले फोटोहरु खिच्नुहुँदैछ भिडियोहरु बनाउनु हुँदैछ सो आजको प्रोग्राम चाहिँ स्टार्ट भइसकेको छ तपाईहरुलाई म यहाँ देखाउँछु नि आज के हुन्छ ल यहाँ चाहिँ मिस ओके मेरो साथी यहाँ भेट्छु यहाँ हुनुहुन्छ हाम्रो मिस ओके हेलो मिस ओके अरु चाहिँ म को यहाँ त मैले सबै चिन्नु हुँदैन तपाईको भिडियो मैले हो ठिकै छ हजुर हजुर ठिकै छ ए लाइभ चल्यो सबैजना बस्नु भएको छ इन्फ्लुएन्सरहरु कन्टेन्ट क्रिएटरहरु हेलो यता टाइमर सबैजना आइसक्नु भएको छ अन्त यहाँनिर चाहिँ अब स्टार्ट हुन आँटेको रहेछ हो भिजिट गर्न आउनु पर्ने छ ल अब एकछिन हेर्दै गर्नुस् तपाईहरुलाई देखाउँदै गर्छु नि आज चाहिँ मैले सपन दादालाई भेटेको मैले कसलाई भेटेँ गाइस सिक्किम यहाँ भेटेँ पनि भएको मलाई चाहिरहेको थियो गाइस अब चिया पनि पायो है म त चिया भने दिनमा 10 केबल पनि पिइदिन्छु सेल गरेर भन्छु ल लिएर गयो पाउनु न मिठो रहेछ है कस्तो चिया खाइसक्यो अहिले पनि उसको चिया चाहिँ पकरै आयो पकडाको प्लेट बस्नु न हाम्रो चिया सक्यो भिआइपी भइसक्यो त हजुर यो देखाइदिनु कि मेरो पकडा आएला हाम्रो शिर कसैको अघि झुकाउँदैनौ किनकि हामी गोर्खालीहरु सुत्ते जाति हौ हामी गोर्खालाई नि हुँदैन घन्टेको बोल्छ गोर्खालाई तिमीहरु किसका म घरमा भन्दैछु डिसेम्बर 2025 मा बिग स्ट्रिम आएको छ धमिलो पहाड यसैले म अब स्टेजमा निम्तना चाहन्छु अहिलेको जल्दो बल्दो कन्टेन्ट क्रिएटर रोमिला भुजेललाई रोमिला जी तपाईलाई पनि हामी मञ्चमा निम्ताएको छौं र उहाँहरु हुनुहुन्छ हाम्रो क्षेत्रको अहिलेको ट्रेन्डिङ अनि जल्दो बल्दो सोशल मिडिया इन्फ्लुएन्सर्स उहाँहरुको लागि जोरदार ताली थ्याङ्क यू सो मच तपाईहरुले आफ्नो प्रेजेन्स हामीले दिनुभएको छ तपाईहरुको सपोर्ट हाम्रो लागि एकदमै जरुरी हुँदैछ र आशा छ कि तपाईहरुको सपोर्ट हामीसँग पिक्चर रिलिजसम्म रहनेछ र थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद तपाईहरुलाई धेरै 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 धन्यवाद The 3 cheers for the content creators. Hip hip! Hip hip! Hip hip! 3 cheers for Dhamila Pahad. Hip hip! Hip hip! Hip hip! 3 cheers for all the audiences. Hip hip! Hip hip! Hip hip!
एकदमै यहाँनिर मजाले हामीलाई जुन चाहिँ इन्फ्लुएन्सरहरूलाई बोलाउनु भएको थियो उहाँहरूले एप्रिसिएसन दिनुभएको छ यहाँनिर। सो थ्याङ्क यू सो मच धमिलो पहाड इन्टायर टिम तपाईँहरू सबैजनालाई बोलाउनु भएकोमा। अनि त्यो हो तपाईँहरूले पनि यो डिसेम्बर 19 तारिक चाहिँ आफ्नो नजिकैको सिनेमा हलहरूमा धमिलो पहाड मुभी हेर्नु जानु चाहिँ नबिर्सिनुहोस्। अनि सिलगढीमा हुनुहुन्छ भने चाहिँ यो सिलगढीको भेगा सर्कलमा आएर सँगै मुभी हेर्नुपर्छ ल। सो त्यही हो अहिले चाहिँ म गएको एकदमै मजा आयो आजको नाइट। अन्त गुड नाइट एभ्रिवान।